क्रिकेटले आज नेपाली सबैलाई साना उमेरदेखि युवा वृद्ध सबैलाई एक गरिएको छ। क्रिकेटले हामीलाई नयाँ उत्साह र उमंग दिएको छ, हामीमा एउटा बल र जोश दिएको छ। नेपाललाई समृद्ध बनाउनु पर्छ, नेपाललाई खुसी राख्नु पर्छ र नेपाल त्यसको लागि सबै कुरा डिजर्भ गर्छ। हामी नेपालीहरूले संकल्प गर्ने हो भनेदेखि छोटो समयमा नेपाललाई समृद्ध खुसी सुखी नेपालीको रूपमा अगाडि बढाउन सकिन्छ। सबभन्दा अग्लो हिमालय 8848 मिटरबाट ल्याएको जुन हाम्रा आज ट्रफीमा राखिएको ढुङ्गाको रूपमा छ, यो सारा संसारको टाउको हो। त्यसले गर्दाखेरि हामी नेपालीहरू सारा संसारको टाउको बन्न सक्ने क्षमता राखेका नेपालीहरू हौं। यसमा क्रिकेटले नयाँ जोश र उमंग दियोस्, हाम्रो बीचमा आपसी एकता र समझदारी दियोस्। आठै टिमले यस्तो खेल खेलिदियोस् कि हामी सबै नेपालीहरू प्रत्येक दिन त्यो खेल मैदानमा गएर होस्, घरमा बसेर होस्, हेर्न हामी रमाइलो मानौं। तर हाम्रो सीओले भने जस्तै हाम्रो क्याप्टन साहब पनि यहाँ हुनुहुन्छ, उहाँलाई करण केसीलाई मैले भनेको छु कि लास्ट इयर एकैपल्टमा काठमाडौँमा राख्दाखेरि अर्को ठाउँमा ट्रफी जान सक्ने थिएन। त्यसले गर्दाखेरि यस वर्षदेखि सबैसँग राम्ररी मैत्रीपूर्ण खेल खेलेर नेपालमा क्रिकेट राम्रो छ भने देखाउनु पनि परेको छ र काठमाडौँमा यो ट्रफी अबदेखि राख्नु पर्ने भएकोले तपाईहरुको सबैजनाको साथ र सहयोग चाहिन्छ र खेलाडीहरूले अवश्य पनि यो ट्रफी फेरि आज देखाउनु भएको छ र जितेर ल्याएर फेरि तपाईहरुको सामने यो ट्रफी राखिनेछ। धन्यवाद। तपाईहरुको साथ रहोस्, सहयोग रहोस्।